घरभित्रका विद्युतीय उपकरणहरू बन्द गर्नुहोस् र तिनीहरूलाई पावर स्रोतबाट अलग गर्नुहोस्। आदरणीय जनसमुदाय, यस क्षेत्रमा चट्याङ पर्न थालिसकेको छ। तुरुन्त घरभित्र वा सुरक्षित भवनभित्र प्रवेश गर्नुहोस्। साथै खुला स्थान, रुखमुनि वा धातुका संरचनाहरूबाट टाढा रहनुहोस्। घरभित्रका विद्युतीय उपकरणहरू बन्द गर्नुहोस् र तिनीहरूलाई पावर स्रोतबाट अलग गर्नुहोस्। श्रीराम शर्मा, अमृत क्याम्पसमा भौतिक शास्त्र प्राध्यापन गर्छु र दक्षिण एसियाली मुलुकहरूको चट्याङको सञ्जाल एउटा छ, दक्षिण एसियाली चट्याङ सञ्जाल भन्ने, अथवा साउथ एसियन लाइटिङ नेटवर्क, त्यसको चाहिँ अध्यक्ष पनि छु। यहाँ राक्सिराङमा चाहिँ आउँदै गर्दा म दक्षिण एसियाली चट्याङ सञ्जालको अध्यक्षको हैसियतमा यहाँ आइपुगेको छु। यहाँहरूले यो चट्याङबाट प्रभावित हुने ठाउँमध्ये मानवीय क्षतिको हिसाबले सबैभन्दा बढी क्षति बेहोर्न परेको यो मकवानपुरको पनि राक्सिराङमा आएर चाहिँ यहाँहरूले यो ठाउँ चुज गर्नुभएको छ, चट्याङ पर्दैछ भन्ने कुरा। यो सेन्सरको बारेमा चाहिँ यो कसरी यहाँहरूले यो ठाउँ छान्नुभयो र यो सेन्सरले कसरी काम गर्छ त्यसको बारेमा भनिदिनुहोस् न। धन्यवाद। हामीले चाहिँ विगत 12-13 वर्षको तथ्याङ्कलाई राखेर चाहिँ, तथ्याङ्क भनेको चट्याङ पर्ने तथ्याङ्क, त्यो हामीसँग डाटाहरू छ, सँगसँगै मानवीय क्षतिको तथ्याङ्क र यहाँको मानिसहरूको जनजीविका भनौँ सोसियो इकोनोमिक कन्डिसनलाई लिएर देशभरि चाहिँ म्यापिङ गर्दाखेरि, नक्साङ्कन गर्दाखेरि नेपालमा सबभन्दा जोखिमयुक्त पालिकामा राक्सिराङ गाउँपालिका परेको देखियो। त्यसैको आधारमा चाहिँ हामी यहाँ आइपुग्यौँ र नेपालमा हामीले चट्याङबाट मानवीय क्षति न्यूनीकरणका सिलसिलामा काम गर्दाखेरि सबभन्दा बढी प्रभावित क्षेत्र यसलाई देखेपछि हामीलाई चाहिँ कसरी हुन्छ यो क्षेत्रलाई, यो पालिकामा काम गरेर जोगाउने, मानवीय क्षतिलाई न्यूनीकरण गर्नको लागि के गर्न सकिन्छ भनेर हामी काम गर्दाखेरि हामीलाई सहयोगी हातहरू, दानी हातहरू यो अवसरमा यही सिलसिलामा चाहिँ जुटे र त्यसले चाहिँ हामीलाई राक्सिराङमा चाहिँ नेपालकै पहिलो चट्याङ पूर्व सूचना प्रणाली जडान गर्ने हामीलाई एउटा चाहिँ अवसर जुर्यो र यो अवसर जुराउनको लागि सहयोगी संस्था भनेको पिपल इन निड अथवा PIN नेपाल भन्ने संस्था हो र यसमा पनि विशेष गरी यसका अन्तर्राष्ट्रिय कोअर्डिनेटर ल्युब लुकास भन्ने र प्रकाश खड्का नेपालका संयोजक हुनुहुन्छ, उहाँहरूको चाहिँ ठुलो भूमिका रह्यो। त्यस मार्फत हामी चाहिँ राक्सिराङमा आइपुग्यौँ। अब जहाँसम्म यो सेन्सरले यो अथवा अर्ली वार्निङ सिस्टमले कसरी काम गर्छ भन्ने सन्दर्भ रह्यो, त्यसमा चाहिँ यो अर्ली वार्निङ सिस्टमका मुख्यतया 3वटा कम्पोनेन्ट छन्, 3वटा भाग छन्, हिस्सा छन्। एउटा चाहिँ हिस्साले के गर्छ भने बादलमा बन्दै गरे यो विद्युतीय चार्ज उत्पन्न हुँदै गर्दाखेरि जमिनमा रहेको त्यो सेन्सरले सेन्स गर्छ, त्यसलाई चाहिँ इलेक्ट्रिक फिल्ड मिल पनि भनिन्छ। हुन त त्यसमा विभिन्न फिल्ड मिल मात्रै छैन, अरू कम्पोजिसन पनि छ, हामीले सेन्सरकै रूपमा बुझौँ र त्यसले चाहिँ बादलभित्र यो विद्युतीय चार्ज उत्पन्न भइरहेछ र कति मात्रामा भयो भन्ने कुरा त्यसले थाहा पाउँछ। त्यो जानकारी चाहिँ सेन्सरले थाहा पाइसकेपछि त्यसलाई चाहिँ ल है यति मात्राको चाहिँ चार्ज उत्पन्न भयो भनेर प्रोसेसरले प्रोसेस गरिसकेपछि त्यसलाई साइरनहरूसम्म पठाउने काम चाहिँ एउटा प्रोसेसिङ युनिटले गर्छ, त्यो मध्यभागमा रह्यो। त्यसलाई चाहिँ त्यसभित्र प्रोसेसिङ युनिटमा 2टा कुरा छन्, एउटा चाहिँ प्रोसेसर छ, अर्को चाहिँ त्यहाँ ट्रान्समिटिङ मोड्युल छ, भनेको चाहिँ त्यसले फेरि यो सूचना प्रवाह गर्ने मोड्युल छ, जसरी रेडियोमा चाहिँ ट्रान्समिटर हुन्छ त्यस्तै किसिमको ट्रान्समिटिङ मोड्युल छ। यसरी चाहिँ त्यो बिचको कम्पोनेन्टले काम गर्छ भने तेस्रो कम्पोनेन्ट भनेको साइरन सिस्टम हो। साइरन सिस्टमले कसरी काम गर्छ भने त्यहाँ पनि एउटा रिसिभिङ मोड्युल हुन्छ, जसले चाहिँ हाम्रो रेडियोमा जस्तै रिसिभर हुन्छ
र त्यसले यो चाहिँ यो टेलिकमको अथवा यो टेलिकम्युनिकेसन सिस्टमको सिमबाट चल्ने हो यो कम्युनिकेसनहरू। यहाँबाट सिमबाटै डाटा पठाउँछ, यो मेसेज पठाउँछ, सन्देश पठाउँछ र रिसिभिङ एन्डमा अथवा चाहिँ साइरन साइडमा पनि त्यो सिमबाटै उसले चाहिँ सन्देश रिसिभ गर्छ र त्यहाँ चाहिँ दुई किसिमको साइरन चाहिँ फेरि दुई हिस्साको छ। एउटामा चाहिँ बत्ती बल्छ, पहिला हरियो बत्ती बल्छ। हरियो बत्ती बल्नु भनेको अब चाहिँ आकाशमा बादलको फर्मेसन सुरु भयो, बादल निर्माण हुन थाल्यो भन्ने हो। त्यो खतरायुक्त समय चाहिँ होइन, तर पनि सचेतनाको युक्त हो, के अरे समय हो। त्यसपछि अलिकति बादलभित्र चार्जको मात्रा बढ्दै गइसकेपछि पहेँलो बत्ती बल्छ र त्यतिखेर ध्वनि अथवा आवाजमा चाहिँ सूचना पनि प्रवाह हुन्छ त्यही साइरन सिस्टममै कि तपाईँहरू चाहिँ के अरे तपाईँहरू चाहिँ सुरक्षित स्थानको खोजी गरी त्यतातिर लाग्नुहोस् भनेर चाहिँ सन्देश पनि प्रवाह हुन्छ। र तेस्रो अवस्थामा अब नजिकै 2-4 मिनट, 8 मिनट, 10 मिनटमा चाहिँ चट्याङ पर्न सक्ने सम्भावना उच्च छ भनेपछि रातो अथवा चाहिँ गाढा यो सुन्तला रङको चाहिँ बत्ती पनि बल्छ, त्यससँगै सन्देश पनि आउँछ र जसमा चाहिँ के पनि भनिन्छ भने तुरुन्त घरभित्र जानुहोस् र त्यहाँ विद्युतीय उपकरणहरू नचलाइकन तार प्लगहरू चाहिँ छुटाएर राख्नुहोस् भन्ने कुरा पनि आउँछ। यसरी चाहिँ तीनवटा कम्पोनेन्टमा चाहिँ हामीले यो साइरन सिस्टमलाई अथवा यो चाहिँ अर्ली वार्निङ सिस्टमलाई चाहिँ जडान गरेर राक्सिराङको चाहिँ कतिवटा स्थानमा यहाँहरूले यो साइरन जडान गर्नुहुन्छ? यो साइरनले चाहिँ साइरन चाहिँ 8वटा स्थानमा हुन्छ अहिलेलाई। हजुर। र त्यहाँ चाहिँ के आवश्यक छ भने विद्युत पुगेको हुनुपर्छ, किन साइरन बल्नको लागि विद्युत, र अर्को चाहिँ यो टेलिकमको चाहिँ नेटवर्क चाहिँ हुनुपर्छ। हजुर। त्यसैले 8 ठाउँमा चाहिँ अहिले गरेका छौँ। यो यसलाई चाहिँ बिस्तारै सबै ठाउँमा पुग्ने गरी हामीले गर्ने लक्ष्य छ। यो साइरन चाहिँ यो लाइटिङले चाहिँ असर गर्छ कि गर्दैन सर यो साइरनलाई चाहिँ? साइरन चाहिँ घरको भित्तासँगै बाहिरपट्टि राख्ने हुनाले त्यसको सम्भावना न्यून छ। घरलाई असर गरे नभए गरेन। यो राक्सिराङमा चाहिँ के छ भन्दा यो पछिल्लो एउटा दुःखद अवस्था पनि छ। राक्सिराङमा चाहिँ यो मिटर बक्सलाई चाहिँ बढी मात्रामा टार्गेट बनाइरहेछ कि अहिले यो लाइटिङले। त्यसले गर्दाखेरि यो साइरन कतिको सुरक्षित हुन्छ हुँदैन भन्ने कुरा चाहिँ यहाँले कसरी अनुसन्धान गर्नुभएको छ? अब यस्तो छ, तपाईँको यो चाहिँ जुन मिटर बक्सहरू जाने भनौँ यो चट्याङ काट्ने जाने गरेछ, जल्ने गरेछ, पड्किने गरेछ, यो चाहिँ विद्युतीय तार मार्फत जुन कहीँ चट्याङ पऱ्यो त्यसको चाहिँ इन्डक्सन भनौँ, त्यसमा चाहिँ यो विद्युतीय तारमा चाहिँ त्यसको प्रभाव पर्छ। हजुर। वेभ आउँछ भनौँ एक किसिमको, त्यो वेभ चाहिँ ट्रान्समिटर के अरे हाम्रो चाहिँ मिटर बक्समा गएर भोल्टेज बढेर जान्छ र त्यसले चाहिँ मिटर बक्स पहिला खान्छ। हजुर। त्यसले गर्दा त्यो साइरन सिस्टममा पुग्नु त्यसपछि बल्ल यो लाइन हुँदै बल्ल साइरन सिस्टमसम्म पुग्ने हुनाले साइरन सिस्टम चाहिँ जलिहाल्ने सम्भावना अलिक कम छ र पनि सम्भावना त रह्यो। त्यो चाहिँ जोखिम मुक्त छ भन्न चाहिँ सक्ने अवस्था छैन। तर जोगाउनलाई जस्तै मिटर बक्स जोगाउने हो भने अथवा चाहिँ साइरनहरूलाई जोगाउने हो भने त्यो पनि चट्याङ प्रतिरक्षी प्रणाली आन्तरिक रूपले गर्ने उपाय छ। अब यो अहिले हामीले गरेका छैनौँ। यो अहिले जडान गर्दाखेरि त्यो हामीसँग त्यो प्रोभिजन नभएको कारणले, फन्ड नभएको कारणले, तर यसलाई गर्न सकिन्छ। यो साइरनले चाहिँ कति किलोमिटर आसपासलाई चाहिँ यसले चाहिँ समाट्छ? साइरनको त अब साइरन चाहिँ तपाईँको संसारमा जहाँ लगे पनि बज्न सक्ने हो, किन यो टेलिकमको सिमबाट चल्ने हो। तर यो जुन सेन्सर जुन मेन मुख्य मुटु हो अथवा दिमाग हो, यो चाहिँ यसले चाहिँ करिब 16 किलोमिटरको रेडियसलाई धान्छ भन्ने के अरे भ्याउँछ भन्ने छ। यद्यपि हाम्रो जुन यो पहाडको संरचना हेर्दाखेरि त्यति टाढा नभ्याउला, तर पनि 10-12 किलोमिटर चाहिँ यसले देख्छ, सेन्स गर्छ। यो चट्याङ पर्दैछ है भन्ने कुरालाई चाहिँ यसले एक्ज्याक्टली चाहिँ कति टाइममा अगाडि चाहिँ यसले विभिन्न समयमा चाहिँ समयको यसले जानकारी गराउँछ। यहाँ जस्तै यो पहेँलो बत्ती बल्यो भने 15 मिनटको हाराहारीमा समय छ तपाईँसँग। हजुर। उसले सन्देश जारी गर्छ
त्यसपछि अब नजिकिँदैछ भनेपछि 7-8 मिनट बाँकी रहँदा फेरि चाहिँ उग्र रूपले अथवा इन्टेन्सिफाई गरेर चाहिँ त्यो आवाज आउँछ भनेपछि त्यो 5-7 मिनट 10 मिनट चाहिँ हामीसँग समय हुन्छ। भनेको यो बिचमा चाहिँ हामी जनता भनौँ न हामी समुदायमा रहने मान्छेहरू चाहिँ अलर्ट भयो भने हाम्रो ज्यान चाहिँ जोगिन्छ। हामी सुरक्षित स्थानमा त्यो बिचमा जान सक्छौँ। जस्तै खेतमा काम गर्दैछौँ, साइरन बज्यो भने घरभित्र जान मजाले सकियो, अथवा कहीँ यो चाहिँ गाईबस्तु चाहिँ लिएर जङ्गलतिर छौँ, वनतिर छौँ, त्यहाँ आवाज सुन्यो भने त्यहाँबाट पनि घर फर्किने समय हामीसँग रहन्छ। हस्, थ्याङ्क यू। हस्, धन्यवाद।